पातले कटुस 1800 मिटरदेखि 2300 मिटरको उचाइमा फल्ने गर्दछ। जेठको महिना चाहिँ कटुस फुल्ने समय हो र अहिले कटुस जताततै फुलिरहेको छ। जहाँ जहाँ कटुस पाइन्छ त्यहाँ चाहिँ कटुस फुलिरहेको छ र यो कटुस फुलेको सुन्दर दृश्यहरू देखाउनको लागि चाहिँ आजको म यो भिडियो बनाउन गइरहेको छु। यहाँ जुन अहिले मेरो पछाडि फुलिरहेको देखिरहेको छ, पहेँलो कलरमा फुलेको छ, यसलाई चाहिँ पातले कटुस भनिन्छ। वसन्त ऋतुको आधा समयदेखि ग्रीष्म ऋतुको मध्यसम्म वैशाख जेठमा चाहिँ कटुस फुल्ने गर्दछ। घना पातलको जङ्गल, एकान्तको वातावरणमा मसिनो र झुण्ड आकारमा फुल्ने कटुसको पहेँलो फुल्ने वातावरण सुन्दर र मनोरम हुन्छ। चराचुरुङ्गीहरूको चिरबिर आवाज र मौरीहरूको भुनभुन आवाजले साङ्गीतिक वातावरण सिर्जना गरेको हुन्छ। यसले अझ मन्त्रमुग्ध बनाउँदछ। नेपालीमा कटुस भनेर चिनिने यो वनस्पतिको वैज्ञानिक एक्ट्रिसिया कोयर्लुस एबेलोना हो। अङ्ग्रेजी नाम हेजलनट, कोकोनट, फिल्बनट हो। वंश क्यास्टानोप्सिस परिवार फागासी अन्तर्गत पर्दछन्। कटुस खान योग्य फल लाग्ने रुख वर्गमा पर्ने वनस्पति हो। विश्वभर विभिन्न जातको कटुस पाइने गरेको अध्ययनहरूले देखाएको छ। विशेष गरी विश्वमा पाइने कटुस मध्ये अमेरिकाको करिलुस कर्नटा क्षेत्रमा वेट हेजलनट पाइने गर्छ। अर्को युरोपियन हेजलनट मुख्य हुन्। नेपालमा पाइने मध्ये मुसुरे कटुस, पातले कटुस, ढाल्ने कटुस आदि मुख्य हुन्। सन् 2022मा प्रकाशित प्लान्ट्स अफ नेपाल पुस्तकमा कटुसका 5 प्रजाति नेपालमा पाइएको जानकारी छ। पातले कटुस 1800 देखि 2300 मिटर उचाइसम्म हुने गर्दछ। यसको फूल मसिनो र झुण्डमा हुन्छ। निकै बासनादार हुने हुनाले कटुस फुलेको समयमा यसको वरपरको वातावरण सुगन्धित हुने गर्दछ। कटुस फुलेको समयमा वातावरण रमणीय देखिन्छ। माउरीहरू कटुस फुलको रस चुस्न आउने गर्छन् र भुनभुन आवाजले वातावरण पनि सङ्गीतमय हुन्छ। मुसुरे कटुस 1500 देखि 1700 मिटरसम्म हुने गर्दछ। पातले कटुस र मुसुरे कटुस जेठ महिनामा फुल्ने गर्दछ। कार्तिक महिनादेखि खान योग्य हुने कटुस फागुन चैतसम्म रहने गर्दछ। जङ्गल चिसो हुने भएकाले लामो समयसम्म कटुस रहने गर्दछ। कटुस नेपालको पूर्वी पहाडी भेगमा पाइन्छ। नेपालको पूर्वी जिल्लाहरू सङ्खसभा, भोजपुर, तेह्रथुम र ताप्लेजुङमा पाइन्छ। त्यसै गरेर धादिङ, नुवाकोट, गोर्खा, लमजुङ, पर्वत, बागलुङ लगायतका जिल्लामा कटुसको उच्च घनत्वको जङ्गलमा प्रशस्त रूपमा कटुस पाइन्छन्। हरियो ससाना काँडै-काँडाले ढाकेको अनि अग्लो रुख हुने भएकाले यो फल टिपेर खान सकिँदैन। परिपक्व भएपछि आफै भुइँमा झर्छ, त्यसपछि मात्र टिपेर प्रयोग गर्ने गरिन्छ। यसको फल कार्तिक महिनादेखि टिप्न सकिन्छ। उच्च पहाडी क्षेत्रबाट अन्यत्र जानेहरूले कोसेली लाने गरेको पाइन्छ। हिमाल र तराईमा कटुस पाइँदैन। त्यस क्षेत्रका लागि कटुस जङ्गली फल महत्त्वपूर्ण कोसेली बन्ने गर्दछ।